guys, welcome back to our vlog. अनि हामी चाहिँ आज कहाँ छौं? खहरे यता पोस्ट छ त यतै हामी चाहिँ एक्जाम दिँदै आको। अहिले चाहिँ के खाँदै एक्सट्रीम बस्दा बस्दै मैले आज एक्जाममा यति राम्रो गरे गाइज। अहिले चाहिँ हामी खहरेमा छौं। एकछिन पछि हामी कहाँ पुग्छौं हामीलाई नै थाहा छैन है। अब हामी कहाँ गएर जोडिन्छौं भन्दै त कुन लोकेसनमा? हामी विमल नगरमा एकचोटि हान्दा त्यसपछि त्यहीँ गएर भेट्ने। So guys, हामी चाहिँ फाइनली कहाँ आइपुग्यो मेरो यता फर्केर भन्दै विमल नगर भन्ने ठाउँमा है। भ्यू चाहिँ यस्तो छ है, भ्यू चाहिँ यस्तो छ भ्यू चाहिँ। अनि भगाएर अब सिन्दुर हाल्न मात्रै बाँकी छ। यस्तो छ भ्यू। त्यहाँ चाहिँ पार्क छ हैन गाइज। सिनेमेटिक खान्दिम। सिनेमेटिक रेडी 1 2 3 गो। बन्नत मन लाग्छ हजारौं लाखौं कुरा थाहा छैन कसरी खै अब सुरिलो वनमा गीत चाहिँ गाइदिन्छु तिमी सुनिदिनु है शब्द लिएर भन्छु तिमीलाई। सो फाइनली गाइज हामी चाहिँ एक्सट्रिम खाँदैछौँ। यता फर्किँदा एक्सट्रिम देखाइदियो। यो चाहिँ एक्सट्रिम हो। यसलाई चाहिँ के रूपमा लिन सकिन्छ? यसलाई के रूपमा लिन सकिन्छ? गाइज हामी लामो यात्रा पछि सर्ट ब्रेक विथ एक्सट्रिम। कुन चाहिँ होला? होइन होला। आज एक्जाम कस्तो भयो? एकदम 10 मा कति? 1 मलाई एक्जाममा सिकाइदिनु भएको मेरो मित्रजनहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। फेरि फेल हुनु भयो। कस्तो हो? मैले 12 सक्काकै 2 वर्ष 3 वर्ष हुन लागिसक्यो। गाइज भ्यू देख्न सक्नुहुन्छ यता कारहरू यस्तो दामी मसँग। एक्सट्रिमको ब्रेक पछि चाहिँ अब हामी फेरि फर्किन पर्ने हुन्छ। हाम्रो यहीँसम्मको यात्रा थियो है। यति भन्दै टुङ्गाउने कि नटुङ्गाउने? यति भन्दै बिदा लिन चाहन्छु। केही समयपछि फेरि हामी के त हावा चलेछ सिरिरी बतासे बनेर लैजाउ न उडाई तिम्रो त्यो सहर। म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा बेरिदेऊ न्यानो अङ्गालोमा मलाई। थाकिसकेछु जिन्दगी जिउन